जीवनमा शत्रु मित्र सबैको हुन्छ। हेर्नुहोस्, मेरा पनि छन्, तपाईँका पनि होलान्। जति साथीहरूले भिडियो हेरिराख्नु भएको छ ती साथीहरूको पनि अवश्य मित्र शत्रु सबैको हुन्छ। त्यस्ता व्यक्तिको अगाडि जहिले पनि मुसुक्क मुस्कुराउनुहोस्, मुस्कुराएर हिँड्नुहोस् जसले तपाईँको प्रगति चाहँदैन, तपाईँको उन्नति चाहँदैन। तपाईँले जीवनमा गरेको विकास र वृद्धिबाट उनीहरू जल्ने गर्छन्। त्यस्ता व्यक्तिका अगाडि कहिले पनि शिर निहुर्याएर कहिले पनि नहिँड्नुहोस्। शिर ठाडो बनाएर मुस्कुराएर हिँड्नुहोस्। हेर्नुहोस्, यो समाजमा रहेका मानिसहरू तपाईँको प्रगतिमा कहिले पनि रमाउनै सक्दैन। मेरो भन्दा उसको किन बढी भयो, म भन्दा ऊ किन जान्ने भयो, मैले भन्दा उसले बढी किन पैसा कमायो, होइन, मैले भन्दा उसले किन यति राम्रो गर्यो। यतिसम्म कि सामाजिक सञ्जालमा हालेको फोटोमा मेरो भन्दा उसको बढी लाइक आएछ, कमेन्ट आएछ, मेरो भन्दा उसको बढी रिच भएछ भनेर प्रोफाइल खोलेर हेर्ने मानिसहरू त हुन्छन् भने अब अरू उन्नति प्रगतिको कुरामा छाडिदिनुहोस्। त्यस्ता कयौं मानिसहरू हुन्छन् जसले तपाईँको दुःखमा बरु कठै भन्लान्, तपाईँको सुख देखेर, तपाईँको उन्नति प्रगति देखेर उनीहरू कहिले पनि खुसी हुनै सक्दैन। त्यस्ता व्यक्तिहरूको अगाडि कहिले पनि आफू कमजोर भएको महसुस कहिले पनि नगराउनुहोस्। तपाईँको मनमा जतिसुकै पीडा भए पनि, जतिसुकै तपाईँलाई गाह्रो भए पनि, जसले तपाईँको प्रगति चाहँदैन, उन्नति चाहँदैन, त्यस्ता व्यक्तिको अगाडि आफ्नो दुःखको कुरा पनि कहिले नसुनाउनुहोस् र उनीहरूको अगाडि कहिले पनि आफू कमजोर भएको महसुस कहिले पनि नगराउनुहोस्। यो कुरालाई विचार गर्नुहोस्। हेर्नुहोस्, जति तपाईँ कमजोर महसुस गर्नुहुन्छ त्यति नै त्यस्ता व्यक्तिहरूले तपाईँलाई पेलिरहन्छन्। जति तपाईँ दुखी हुनुहुन्छ त्यति नै बढी दुखी बनाउने कोसिस गरिराखेका हुन्छन्। यो कुरा चाहिँ विचार गर्नुहोस् है। आज मैले यो भनिराखेको कुरा कति साथीहरूको जीवनमा लागू पनि भइराखेको होला, छ कि छैन? तल कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नलाई नभुल्नुहोला। जीवनलाई सुन्दर बनाउनुपर्छ, जीवनलाई पोजिटिभ बनाउनुपर्छ, जीवनलाई आशावादी बनाउनुपर्छ। तर फेरि हामीले बिर्सनुहुन्न कि जीवनमा चाहिँ विभिन्न मान्छे छैन के देखाउनु है, विभिन्न किसिमको हाम्रो टन्न मान्छे रहेछ भन्नु आइपरिहाल्छ, जुन चाहिँ हाम्रो नियन्त्रणमा पनि हुनु भरे काटकुट पार्नुपर्छ। हामीले खालि त्यसको लागि कुनै न कुनै हिसाबबाट 100% काम गर्न सक्दैनौँ, तर कुनै न कुनै हिसाबबाट आफूलाई प्रिपेयर गर्नु, आफूलाई तयारी राख्नु। तपाईँले सायद आफ्नो क्लाइन्टहरूलाई यसरी सम्झाउनु पर्दाखेरि यही सम्झाउनुहुन्छ, चाहे धर्मले होस्, चाहे संस्कृतिले होस्, चाहे परम्पराले होस्, चाहे राष्ट्रको कानुनले होस्, या आफ्नै नैतिकताले किन होस्। हामीले आफ्नो स्वतन्त्रतामाथि चाहिँ कुनै न कुनै किसिमको परहेज र अङ्कुश त लगाइ नै रहन्छौँ। त्यस कारण पनि हाम्रो एक किसिमको चालचलन हुन्छ, एक किसिमको व्यवहार हुन्छ। र ती सबै कुराको चाहिँ परिधिमा हामी नरहने हो भने तर हामी अत्यन्त नै स्वतन्त्र बस्ने हो भने हामी त एकदमै विभिन्न किसिमका आफ्ना विचार, आफ्ना सोचाइबाट चाहिँ झट्ट निर्देशित भएर अत्यन्त नै प्रतिकूल वातावरण पनि हामी चाहिँ सृजना गर्न सक्छौँ। किनकि सोचाइ त फेरि हाम्रो दिमागमा अनेक किसिमको आउँछ। खालि यो फरक हो कि मान्छे पछि आएको सोचाइलाई उसले कसरी च्यानलाइज गरिरहेछ, कसरी त्यसलाई ढालिरहेछ भन्नेमा मात्रै फरक हो। कोही व्यक्तिले आफूमा आएका सोचाइ र विचारहरूलाई चाहिँ एकदमै सही ढङ्गबाट च्यानलाइज गरेर केलाई डिलिट गर्ने र केवल परिचालित हुने भन्ने कुराहरू एकदमै त्यसमा ढुक्क छ। कोही व्यक्तिहरू अलि छैनन् र अलिकति विचलित छन्, कोही व्यक्तिहरू झनै छैनन्। किनकि भावना भनेको त हरेक व्यक्तिमा उही नै आउने हो, उस्तै उस्तै नै आउने हो। चाहे त्यो विद्वान होस्, चाहे त्यो एकदमै सन्त होस्, या त्यो सडकमा त्यत्तिकै हिँडिरहेको मान्छे किन नहोस्, मनुष्य प्राणी भनेको हामी सबै त्यही तत्त्वले बनेको हो। जसरी एउटा जनावरको स्पिसिसहरू हरेक जनावर पनि त्यही तत्त्वले बनेको हुन्छ, हामी पनि एज अ ह्युमन बिङ त्यही तत्त्वले बनेको हो। हामीमा त्यही किसिमका हार्मोन्सहरू छन्, चाहे हामी जुनैसुकै स्थानमा किन नहौँ, त्यही किसिमका इमोसन्सहरू छन्। कोही व्यक्तिले भन्छ मलाई रिस उठ्दैन भन्यो भने या त फेरि
छैन, म त एकदमै सन्त मान्छे हो भन्छ भने पनि त्यो तपाईँले झुट बोलेर आउँछ या त्यो उसमा के कुरा छैन, सन्तुलित छ। ती सबै तत्त्व त सबै प्राणीमा हुन्छ, चाहे त्यो सन्त होस् चाहे त्यो सडकमा हिँड्ने जाने व्यक्ति होस्। तर के हो भने आफूमा भएका विभिन्न इमोसन्स व्यक्ति पछि उसले कसरी सञ्चालन गर्यो, त्यो इमोसनलाई कसरी च्यानलाइज गर्यो। दुईटै व्यक्तिलाई दुई मापदण्डमा रिस उठेर आउँछ। एउटा व्यक्तिले त्यसलाई आफ्नै किसिमले प्रकट गरेर आउँछ, अर्को व्यक्तिले त्यसलाई नितान्त फरक ढङ्गमा प्रकट गरेर आउँछ। तर भावना त फेरि दुईटैमा आएर आउँछ। त्यो अन्य भावनामा पनि त्यो लागु हुन्छ, चाहे प्रेममा होस्, चाहे लोभमा होस्, चाहे भोकमा होस्, चाहे इगोमा होस्, चाहे लोभमा होस्। किनकि त्यो त हाम्रै नियन्त्रणमा हुँदैन। हाम्रो नियन्त्रणमा के हुन्छ भने हामीमा आएको सोच कसरी हामी संसार, यो हाम्रो मोबाइल जस्तै हो कि हाम्रो दिमागमा। मोबाइलमा त अनेक कुराहरू आउँछ। कुन कुरा हेर्ने तपाईँले, कुन कुरा नहेर्ने, कुन कुरा डिलिट गर्ने, कुन कुरालाई चाहिँ डाउनलोड गरेर राख्ने, कसलाई बचाएर राख्ने, कुन कुराबाट चाहिँ आफ्नो निर्देशन दिने, कुन कुराबाट चाहिँ एकदमै त्यसबाट पर हट्ने। र त्यो मोबाइल हाम्रो मानवरूपी चाहिँ दिमागमा पनि छ। के सोच आउँछ, के विचार आउँछ भन्ने कुरा हाम्रो नियन्त्रणमा हुँदैन। तर कुन कुन सोच, कुन कुन विचारबाट आफ्नो निर्देशित हुने भन्ने चाहिँ हाम्रो हातमा हुन्छ। र दुईटा व्यक्तिको भिन्नता भनेको त्यही हो, उसले कसरी चाहिँ आफ्नो आएको सोचलाई सञ्चालित गर्यो। अहिले जीवनमा तपाईँहरू अब व्यक्तिहरू कुनै पनि क्षेत्रमा लाग्दाखेरि, जुनैसुकै क्षेत्रमा पनि किन लाग्नुहोस्, सबैभन्दा हरेक क्षेत्रमा लागेको व्यक्तिलाई सबैभन्दा महत्त्वपूर्ण हिसाबबाट चाहिँ काउन्सिलिङ गर्ने, सल्लाह दिने र निर्देशन दिने स्वयं व्यक्तिभन्दा हो। खालि त्यसको लागि चाहिँ तपाईँले आफ्नो क्षमताको चाहिँ पहिचान गर्नुपर्छ। कुनै पनि क्षेत्रमा, चाहे तपाईँको क्षेत्र होस्, चाहे मेरो क्षेत्र होस्, चाहे राजनीतिक क्षेत्र होस्, जुनै पनि किसिमको क्षेत्रमा लागेको व्यक्तिको सबैभन्दा महत्त्वपूर्ण सल्लाहकार, सबैभन्दा महत्त्वपूर्ण काउन्सिलर भनेको स्वयं व्यक्ति बाहेक अर्को यदि तपाईँले सही ढङ्गबाट चाहिँ आफ्नो पहिचान गर्न सक्नुभयो। हामीले चल्तीको भाषामा भन्छौँ नि, कोही मान्छेहरूले मुठपट्याङ गर्यो, जथाभावी बोल्यो भने हामी के भन्छौँ, आफूले आफूलाई सम्हाल भन्छौँ। तर त्यसमा त धेरै गइरहेछ नि, आफूले आफूलाई सम्हाल भने किनभने आफूभित्र नै आफूलाई सम्हाल्ने चाहिँ क्षमता रहेछ। र व्यक्तिले त्यही क्षमतालाई चाहिँ पहिचान गर्नुपर्छ कुनै पनि क्षेत्रमा लाग्ने। र त्यसलाई कतिको पहिचान गर्न सक्यो भन्ने कुराले नै निर्धारित गर्छ कि विभिन्न क्षेत्रमा लागेको व्यक्ति कुन स्थानमा छ भन्ने। एउटै क्षेत्रमा लागेको व्यक्ति पनि कोही अग्रपन्थीमा हुन्छ, कोही मध्यममा हुन्छ, कोही तल हुन्छ। त्यही किसिमको ज्ञान हासिल गरेको व्यक्तिमा पनि तलमाथि भइरहेको हुन्छ। र जो अग्रपन्थीमा छ, तपाईँले यसो हेर्नुभयो भने त्यो व्यक्तिले चाहिँ एउटा आफ्नै ठोस